हेलो गाइस वेलकम टु माई न्यू व्लग। आज नै हामीहरू पनि उपस्थित भइसकेका छौँ होइन। दिनमा चाहिँ कतै भात पनि छैन होइन। त्यही भएर चाहिँ हामी यहाँ बसिरहेको छौँ, बसियालो गरिरहेको छौँ। अहिले बसिसकेको छ 12 होइन। यता फ्री फायर खेल्दै बस्दै यति छ काम। अनि यतातिर खानुहुन्छ फालो बजार पुरै सुनसान छ होइन। सो गाइस अहिले बन्न लागिसकेको छ बेलुकीको, अहिले बज्न लागिसकेको छ बेलुकीको 4। र उतातिर हेर्न सक्नुहुन्छ चराचुरुङ्गीको एकदमै सुरिलो आवाज होइन। बिहानबाट कतै घुम्न गइराख्ने, त्यही भएर मैले बसेर बनाउँदैछु हजुर। सो अहिले चाहिँ फार्ला बजारतिर नै खाली छ हेर्न सक्नुहुन्छ। अब एकछिन पछाडि स्कुल पनि बिदा हुन्छ, अन्त त्यसो विद्यार्थीहरू पनि आउँछन्। अनि दाजु यहाँ मस्तसँग बसिरहनु भएको छ है। यस्तै छ पारा। प्राय कतै बुझ्या छैन होइन, झ मात्रै लागिरहेको यस भलक पनि बनिएको छैन यसो। अनि उतातिर हेर्न सक्नुहुन्छ हरियाली गाउँघर होइन, यस्तै छ। अहिले चाहिँ 5 बजिसकेको अवस्था रहेको छ र यहाँ हाइस आइरहेको छ होइन। हाइस हेर्न सक्नुहुन्छ। उनीहरूतिर यसो है मस्तसँग यो है हाम्रो फार्ला बजार। सर्लक्क बजार हेर्न सक्नुहुन्छ यहाँ। अनि त्यसको यो तारा र हँसिया हतौडा को गाडी रहेको छ। अनि यस्तै छ यता छिटो किन्न ल्याएर होमवर्क गर्ने। त्यहाँ भित्र छ त त्यही नानीले चाहिँ अहिले होमवर्क गर्दैछन्। र यतातिर बारीहरू हेर्न सक्नुहुन्छ होइन। टक्क लगाएर सर्लक्क लगाएर जसो नसनमा लगाएर यतादेखि लगाएर यतादेखि लगाएर यतादेखि लगाएर है कस्तो दामी दामी छ। अनि र कस्तो दामी दामी छ पहाड होइन। भइरहेछ बोर्ड खेलाइ भनी यतातिर हेर्न सक्नुहुनेछ। यस्तो छ यतातिरको दृश्यहरू होइन ट्याग बनाएर। अनि यतातिर बोर्ड खेल्दै मस्तसँग। सो गाइस म चाहिँ अहिले जाँदैछु फेरि करेसा बारीतिर होइन। हाम्रो सानो करेसा बारी रहेको छ। त्यही करेसा बारीतिर जानेछौँ हामी चाहिँ होइन। म नेचुरल भाषामा बोल्छु है त। म चाहिँ अहिले जाँदैछु जान लाग्छु करेसा बारीमा। यसो मस्तसँग लगाएर होइन, मस्तसँग करेसा बारीमा गएर करेसामा फलेका केही फलहरू हजुरहरूलाई देखाउने छु। फल त छैनन् होइन, यही हो। हिजो पनि देखाएको थियौँ, यो आज पनि देखियो। अनि यो भयो के हो यो के हो काउली भन्न सक्यो होइन। यो तोरी भयो। यहाँ कोही तोरी चाहिँ यसो सुकेका छन्। ला 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 ला। यो मटर भयो। यो मटर चाहिँ हाम्रो होइन है, यतातिरको खेत चाहिँ हाम्रो होइन भनौँ। अनि यतातिर पनि हेर्न सक्नुहुन्छ यस्तो मस्तसँगको होइन प्रकृतिहरू रहेको छ। मसुरो भयो। यो चाहिँ के हो भन्दा मसुरो हो होइन। यो चाहिँ हाम्रो भिमलको रुख भयो होइन। भिमलको रुख अब हजुरहरूलाई पनि थाहा नै छ होला। अनि यतातिर यो के होला, यो तिल होला होइन। मेरो अनुमानमा चाहिँ यो तिल नै हो भनौँ है। अनि त्यहाँनिर पनि रहेको छ मटर अनि है। अनि त्यहाँनिर ठ्याक्क बाँझो खेत रहेछ। अनि त्यो टेन्टदेखि पछाडि चाहिँ उ छ के भन्छ नि खोला छ, त्यो बिचको ग्यापमा हजुरहरूलाई पनि थाहा भएकै होला। अनि यहाँका धान चाहिँ यत्रो भएको छन्। अनि उता तराईतिर चाहिँ यसै गरेर फुलिया छन् पुरै धान तोरी सब तोरी फुलेको छ।
अवस्था रहेको छ दाङतिर चाहिँ होइन। पुरै टन्नै मेरा पछाडिका भलकमा नि हेर्नु होला पुरै तोरीहरू टन्न फलेका छन्। योमा चाहिँ अलि पानी पाइएन के हो भनौँ है। त्यही भएर यतातिरको सबै के भन्ने फलेको छैन र त्यो त यही कुनामा सरक्कै त्यो ठुलो नै भएको छ होइन। अनि उतातिर हेर्न सक्नुहुन्छ ढाका उतातिर के फाल्नु भएको थियो त्यो चाहिँ खासै थाहा भएन। अनि कति राम्रो साग है एकदमै राम्रो असल भन्न पाइएन होइन। अनि त्यही हो मैले माथिबाट देखाउँछु त त्यतिबाट देखाउँथेँ मैले ट्याक्क। यो चाहिँ पछाडिको ब्याकग्राउन्ड हो। अनि यताबाट हामी चाहिँ सर्लक्क यहाँ जाम है। यहाँ चाहिँ के छ भन्दाखेरि यस्तो छ उखुहरू लाउनु भएको छ ड्याडीहरूले होइन। ड्याडी मम्मीले यसो लगाएर करेसाबारी यो सानो सानो करेसाबारी है। अनि यो बेलायतीको रुख भयो अनि त्यो पनि बेलायतीको रुख भयो। यहाँभन्दा चाहिँ हाम्रो गाउँमा चाहिँ एकदम यत्रो बेलायती पाइन्छन् होइन। मैले एउटा हामीले कति धेरै बेलायती खाएको छौँ यत्रो। अनि पछाडि कति 6-7 वर्ष अगाडि हो कि हो। अनि त्यही पछाडि त रोग लागेर सबै बेलायतीबाट चुट्टा भइसक्यो। यी कस्तामा सागहरू फलेको छ होइन। अनि तलतिर चाहिँ कब्राहरू सुकाइएको छ। अब माथि जति लगभग त्यही हो त्यही रोडेको हो। अब बसिरहने हुन्छ दिनभरि कतै डुल्ने हुँदैन। अब बाइक भ्या यसो डुल्ने हुन्छ होइन। आजकल बाइक अलि ड्याडी बिजी हुनुहुन्छ नि त त्यही भएर बाइक चलाउनु पनि भएको छैन होइन। ठिक छ आयो 1-2 दिन त चलाउने बेला फेरि एक्लै भइन्छ नि त गाइस। त्यही भएर मोबाइल खासै आफैले चलाएर बाइक देखाउने हुन्न। त्यो पनि म प्रयास गर्नेछु भोलि फेरि कतै चलाइयो भने आज चाहिँ चलाउने भने बिजी नै हुँदो रहेछ है। सो हामी यहाँ बसिरहेको अवस्था रहेको छ। के भन्न चाहनुहुन्छ हजुर क्यामेरामा हेर्नुहोस्। जय जय नेपाल। ल भलेको अन्त्य गरिदिनु। आज अति नै छोटो भएको छ यसको लागि सुपर गर्न चाहेँ। हामी यता आइसकेको छ सन्जु ब्रो। सन्जु अन्त्य गर्न भात्री अहिले फिल्म हेर्ने भए अनि अन्त्य गर्ने भने हेर्नुका छ मेरो बहानीको छोरा छ। आज मैले भुटमाट खाएँ क्या पानी खाएँ यसलाई तरकारी र मासु खाँदैछु। आस्था जय नेपाल। ल सन्जु अन्त्य गर्दै अनि फिल्म हेरौँ है। हेलो गाइस आज चाहिँ मेरो नेबर सन्जु मेरो नाम सन्जु यसको नाम पृथ्वी हो। अब म यससँग बोल्दिन आस्था जय नेपाल गो यस्तो भन्छ सन्जु। आवाज निकालेछु हेर एक्लै खाली नि आगर त हेर चक्लेट हेर नानी चक्लेट एक्लै चक्लेट खाल्यो। चक्लेट देल बहिनीलाई चक्लेट दे तेरो बहिनीलाई हेर त त्यो एक गोजामा चक्लेट छ मलाई पनि ल्यायो एउटा। म हेर त त्यो खायावालो ल्या खायावालो चक्लेट ल्या पागल के भन्न चाहनुहुन्छ यो धत्रीलाई? धत्रीलाई त अब यसलाई जहिले कहिले धत्रु भन्यो। सो आजको बेला हजुरलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला र साथै च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। हस्त बाई बाई जय।